हेलो एभ्रिवान, नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ अर्को हाम्रो नयाँ भिडियोमा। अनि म चाहिँ अब बेलुका आज चाहिँ हामी थुक्पा खाने अनि थुक्पाको सुप चाहिँ आज बफको मासु ल्याउनु पठाएको छ भाइलाई। अनि भाइ चाहिँ मासु ल्याउनु गएको छ अनि म बफको सुप बनाएर आज चाहिँ हामी थुक्पासँग टक्कसँग खान्छु। मसिरी खानु मन लागिरहेको छ। अनि मैले थुक्पा पनि ल्याएको छु, यो ठुलो खालको एक प्याकेट ल्याएको छु। 100 ग्राममा पुग्छ, यो चाहिँ यत्रो ठुलो खालको। अब भिडियो हेर्दै गर्नु होला सबैजनाले। अनि अहिले चाहिँ पढ्न लाग्यो, लगभग 6:30 जति भइसक्यो अहिले चाहिँ। अनि सधैँ त उठ्यो नि, आज चाहिँ हामी थुक्पा खान्छौँ। भिडियो हेर्दै गर्नु होला सबैजनाले है त। यहाँ छ टमाटर र प्याज, यो धोइसकेको हो। यहाँ छ हाम्रो खोर्सानी, यहाँ छ अदुवा लसुन केलाइसकेको। अब पेस्ट गर्नुपर्ने हुन्छ यसलाई। हाम्रो चाहिँ भाइले मासु लिएर आइसक्यो। आज चाहिँ मासु नपाएर दुःख पायो अरे, होइन भाइ? अनि हाम्रो चाहिँ यहाँ आइसक्यो नि त, राखेको टक्कसँगले पकाउने हो सिटी लगाएर। है कसले फोन भयो? काम भने के गर्नु कतिको किलो छ अलि लगान दाल खाने हो दाल डर पार्ने रहेछ कुखुरा सुँगुरको मासु चाहिँ। सुँगुर पनि कसै बन्दा थियो 1-2 दिन ठाउँमा शनिबार हो नि त, त्यही भएर हो कि जम्मै दोकान बन्द भएको थियो। तेल लगाएन भाइले? अलि जानु सक्यो नाच्नु मासु बोसो धेरै फेरि ठिक लगाइदिनु बोसो नलाइदिनु भन्नु क्या। फेरि हेर त बोसो लिएर आएछ। यहाँ तेल भएर के अनि तेलै धेरै लाग्छ ठुलो हामी तेल प्याज काट्नु हुँदैन मासुको लागि। बुनु यहाँ आइज त, सुन्नु सक्दैन घर फेरि प्याज टमाटर भयो भन्छु।
धेरै लगिन हुने थिए बोल्ला नि के को मतलब मसलाहरू डब्बामा मैले प्याज लगाइदिएँ मैले नुन लगाइदिएँ कराउनु सबै भिडियो चाहिँ मैले करामा लगाएको छु र केमा करा लाग्थ्यो हाम्रो बिन्दाले चाहिँ यहाँ छ यहाँ नमस्ते सेवा यता सेवा सेवा छिटो न सेवा खोइ अनि मलाई त रिसाएको छु किन रिसाएको किन हेर्नु यहाँ स्टार्ट गरिदिनु म आज रुनु खोज्दैछु बिन्ता राई चाहिँ रिसाएर उता बसिरहेको रहेछ किनभने अघि भिडियो स्टार्ट गर्नु नदिएको नि त म यहाँ राखेर स्ट्यान्डमा राखेर स्टार्ट गरेको अनि त्यो भएर चाहिँ नि अब भोलि गर्नु ल भोलि भिडियो बनाउँदै घुम्नु जानु है रोडतिर चौकतिर जानु पर्दैन ल सब्जी किनेर ल्याउनु ल सिकाउनु है दिवस न मैं तनावले ल्याइदिएको नि कसरी उपहार 200 रुपियाँको कता यो पनि खेला एक्सिडेन्ट भयो यसले कसले रिसाउनु सिकाउँदैछ धेरै हुनेछ अब चाहिँ यहाँ सुप लगाइदिने हो टप्पसँगले सिटी लाउने हो त्यतिको पुग्छ होला है अब त यहाँ टक्क थुप्रो बस्ने अलि त्यस्तो छ सहरमा प्यारी यहाँ छ प्यारीको पेल्सिङ जाने कति सानो भएछ हिजो किनेको खोइ त हिजो किनेको भाँच्न जाँदैछ है तिखाने बित्तिकै त्यो चला हाम्रो अर्को ल्याउनु पर्छ
प्यारीले छाताहरू बनाएको छ हेरिदिनु रहेछ एउटा दुईवटा हेरिदिनु मलाई एउटा ओके छाडा दामी छ नि छाँदा त भाइभन्दा राम्रो छ नि के बनाउनु भएको अरे खाजा खाजा छ दिउँसोको खाजा हो भाइको चाहिँ आज ओके बिस्तारो लेख्ने राम्रो पढाइ राइस खाँदैछ अन्जाइ राईले बिन्ताहरू चाहिँ यहाँ चरा लेख्दैछ यहाँ चाहिँ सिटी लागिरहेछ यो पनि उहिले जस्तो छ अब उहिले छ अब सुक्का लगाइदिन्छ ओ भाइ धेरै हुने रहेछ थुक्पा त हेर्दा बिग्रिन्छ नि फेरि छैन मैले चाहिँ अहिले चाहिँ उचालिसकेँ थुक्पा अनि हाम्रो चाहिँ आलु भएको अवस्था यहाँ छ प्याज खुर्सानी के भाइ खान्छ हावामा अब उसँग खाने त सुपसँग ल अहिले चाहिँ हाम्रो सुप पनि बनिसक्यो अब चाहिँ हामी खानुतर्फतिर लाग्छौँ हाम्रो खाना पाकिसक्यो अब पस्किनुहुन्छ अनि खानु एउटै हो भने Wow, ketiga batuka batuka
हो त मेरो पनि हिँड्न तल्लो भाइ सानो ल आज सुरु गरेँ थुक्पा खानालाई के भयो अरे बिन्दा पाकेन रहेछ नि थुक्पा यस्तो हो त नि कस्तो खाने थुक्पा त कस्तो रातो हुन्छ नि होइन पाकेन बिन्दाको कपालले मासु गरेर खा त्यो अगाडि गर्छ नहुँदैछ अरू छैन ठुलो सुगा खाउन त कस्तो भयो अब नि थुक्पा चाहिँ लास्टै खतरा रहेछ मजाले पाकेन सर ठुलो भएन अहिले रस भएन सर बिन्दा थुक्पा ल्याइदियो कराई अघि हामीले खाएको बिन्दा पुगेको लिएर पनि राख्ने उडेछ तातो छैन होला राम्रो छैन तातो छैन भने अघि मैले खाएँ नि 2 प्लेट माम दाल छ त पानी नहुने रहेछ बैजू त चुट लाउन साह्रो रिक्का हुन्छ खानु नि मलाई यो ठुलो चाहिँ थुक्पा खानु होइन ल काटेर ल अट्दैन सुप खाऊ भाइ सुप लिएर भाँडा बोक्ने राख्ने पनि लिएर